हेलो साथीहरू नमस्कार। आज हाम्रो नयाँ रेसिपी आइसकेको छ। लेमन पिकलको हो। बेसार र नुन हामीले राखेका छौँ। सुकेको खुर्सानी, मेथी, राईको दाना तयार पारेको छौँ। यो चाहिँ करी पत्ता, अदुवा, लसुन, खुर्सानी स्लाइस गरेको छ। हामीसँग हेर्न सक्नुहुन्छ। आवश्यकता अनुसारको हजुरले बनाउन सक्नुहुन्छ आफ्नो घरमा। यो चाहिँ डेट्स हो, यसलाई खजुर पनि भनिन्छ। लेमन पिकल अलिकति टर्रो हुने भएको हुनाले गर्दाखेरि चाहिँ यो स्विटको मात्रा बढाउनको लागि हल्का यसलाई युज गरिन्छ। यति नै हो हाम्रो मसलाहरू। यो पेस्ट गरेर राखेको चाहिँ डेट्स हो, अघि देखाएको चाहिँ यो लेमन यस्तो खालको युज गरिएको छ। हामीले हाम्रो कागती, पहेँलो खालको कागती, सानो कागती पनि युज गर्न सकिन्छ। राम्रोसँग बोइल गर्नुपर्ने हुन्छ। अब जाँदैछ हाम्रो यो कोकोनट तेलमा यो कडा मसला, होल मसला जाँदैछ। मेथी, खुर्सानी र राईको दाना हल्का फुराएपछि ब्राउन कलरमा आउनुपर्छ यो, अनि यसको फ्लेभर राम्रोसँग तेलमा फैलिन्छ। हेर्न सक्नुहुन्छ। अब हामी राख्न गइरहेको छौँ अदुवा, लसुन, खुर्सानी, करी पत्ता। यसलाई राम्रोसँग चलाउनु पर्छ। यो पनि ब्राउन कलर हुने गरेर यसलाई सोधे गरी राख्नुपर्छ हैन। यसको कलर चेन्ज भइसकेपछि हामीले यस्तो खालको कलर भए पछाडि यो मसला एड गर्नेछौँ। बेसार र नुन अब यसमा राखिसकेपछि राम्रोसँग चलाउनु पर्छ। यसरी चलाइसकेपछि हामीले यसमा भिनिगर हाल्नेछौँ। भिनिगर आफ्नो स्वाद अनुसार राख्न सक्नुहुन्छ। धेरै अमिलो भयो भने पनि राम्रो हुँदैन। लिम्बू पनि अमिलो हुन्छ। अब यसमा हामीले यसरी चलाइसकेपछि राम्रो कलर आइसक्यो। ल हेर्नुहोस् यस्तो हुन्छ। अब यसमा यो डेट्सको पेस्ट बनाएर राखेको थिएँ, यो एड गरिराखेको छु र यसरी मिक्स गरिसकेपछि राम्रो साइनिङ आउँछ यसको। ल हेर्नुहोस् है, लगभग यसमा हिङ पाउडर एड गरिसकेपछि राम्रो सुगन्ध आउँछ यसमा हिङको। बोइल भइसक्यो। बोइल गरेर राखेको लेमनलाई हामीले यसमा राख्नेछौँ हैन। राम्रोसँग पकाउनु पर्छ। यो यसरी पाक्ने गरेर लगभग भइसकेको छ। ल हेर्नुहोस्